यी हुन् रासोपाले बनाएका 7 रेकर्डहरू। नम्बर 1, प्रत्यक्षतर्फ निर्वाचित सिट संख्या र प्रतिशत। 165 निर्वाचन क्षेत्र मध्ये 125 निर्वाचन क्षेत्रमा जीत निकालेर रासोपाले ऐतिहासिक रेकर्ड बनाएको छ। एउटै पार्टीबाट प्रत्यक्षतर्फ यति धेरै संख्यामा निर्वाचित भएको संख्या इतिहासमा पहिलो पटक हो। यसअघि 2064 सालको निर्वाचनमा तत्कालीन माओवादीले 120 सीटमा जीत हासिल गरेको थियो, तर त्यति बेला नेपालमा 240 वटा निर्वाचन क्षेत्र थिए। अहिले 165 निर्वाचन क्षेत्रमै रासोपाले त्यो भन्दा धेरैको रेकर्ड बनाएको छ। प्रत्यक्षतर्फ निर्वाचित प्रतिशत पनि रासोपाले बनाएको अर्को रेकर्ड हो। 125 सीटमा जीत निकाल्नु भनेको 75.75% सीट जित्नु हो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो। यसअघि 2015 सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले 109 मध्ये 74 सीटमा जीत हासिल गरेको थियो। यो 67.89% बराबर हो। त्यसपछिका कुनै पनि चुनावमा त्यो भन्दा राम्रो परिणाम कुनै दलले प्राप्त गर्न सकेका थिएनन्। रासोपाले त्यो पनि रेकर्ड ब्रेक गरेको छ। नम्बर 2, समानुपातिकमा सबैभन्दा धेरै मत। समानुपातिक निर्वाचन प्रणाली मार्फत एउटै पार्टीले सबैभन्दा धेरै मत ल्याएको पनि यो पहिलो पटक हो। अहिलेसम्म गणना भएको मत अनुसार रासोपाले 45 लाख मत कटाएको छ, जबकि यसभन्दा अघि 2074 सालमा एमाले 31,73,000 मत ल्याएको थियो। 2064 सालमा माओवादीले 31,44,000, 2070 सालमा कांग्रेसले 24,18,000 र 2079 मा एमाले सबैभन्दा धेरै 27,91,000 मत ल्याएको थियो। नम्बर 3, काठमाडौँ उपत्यका क्लीन स्वीप। 2048 साल यता कुनै पनि एउटा मात्रै राजनीतिक दलले काठमाडौँ उपत्यकाका 3वटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा एक छत्र राज गर्न सकेका थिएनन्। तर रासोपाले यसपटकको निर्वाचनमा काठमाडौँ उपत्यकाका 15वटै निर्वाचन क्षेत्र क्लीन स्वीप गर्दै रेकर्ड बनाएको छ। नम्बर 4, 40 जिल्लामा क्लीन स्वीप। नेपालको इतिहासमा यस्तो कहिल्यै भएको थिएन कि देशको आधा भन्दा धेरै भूगोलमा कुनै एउटा राजनीतिक दलले एकलौटी जीत निकालेको होस्। तर यसपटकको निर्वाचनमा रासोपाले 40 जिल्ला क्लीन स्वीप गर्दै इतिहास बनाएको छ, जहाँबाट पुराना दलहरू बढारिएका छन्। नम्बर 5, 50,000 बढीको मतान्तर। निर्वाचनमा हार